साथीहरू, के नेपालको जेएनजी आन्दोलन भन्दा पनि खतरनाक जेएनजी मुभमेन्ट भारतमा हुँदै हो त? के लाग्छ तपाईहरुलाई? म तथ्यसहित यो भिडियो बनाइरहेको छु, अन्तिमसम्म हेर्नु होला। आजभन्दा 4 दिन पहिले नेपालमा नेपो बेबी अभियान सञ्चालन गरे जस्तै पूर्ण दलहरू विरुद्ध युवाहरू एकजुट भए जस्तै भारतमा अभिजित नामका एकजना युवाले इन्स्टाग्राम एउटा एकाउन्ट बनाएका छन्, कक्रोच भारतीय जनता पार्टी, जसले युवाहरूको भविष्य छिन्यो उहाँको आरोप छ। र संसारकै शक्तिशाली मानेका नरेन्द्र मोदी चाइनासँग किन डराउँछन्, भारतका युवाहरूसँग किन डराउँछन्? उहाँले बीजेपीको जनता पार्टी जो छ त्यसको एकाउन्ट भन्दा बढी फलोअर्स आफ्नो 4 दिनमा भएको दाबी मात्र होइन, हामीले प्रष्ट देख्न सक्छौं। र अब बीजेपीको त्यो पार्टीलाई फलो गरेका सबै युवाहरूले अनफलो गर्न, ब्लक गर्न पनि अभियान सञ्चालन गरिरहेका छन्। यसको संकेत के होला साथीहरू? के इन्डियाका युवाहरू एकजुट भएकै हुन् त? के नेपालको जस्तै इन्डियामा पनि सरकार परिवर्तन गर्न सम्भव छ त? भन्न त भन्लान्, फेरि देशी विदेशी शक्तिहरू लागे, त्यो होइन। इन्डियाको बीजेपी नेतृत्वको सरकारले अहिलेसम्म गरेको भ्रष्टाचार, अन्याय, अत्याचार विरुद्ध त्यहाँका युवाहरू एकजुट भएर सरकार परिवर्तनको दौडमा लागेकी जस्तो देखिएको हो त? के लाग्छ? कमेन्टमा लेख्नु होला।